बङ्गलादेशमा एक हिन्दू युवाको निर्मम हत्या गरिएको घटनाको कडा विरोधमा सिरहा जिल्लाको गोलबजारमा राष्ट्रिय एकता अभियानद्वारा विरोध र्याली तथा प्रदर्शन गरिएको छ। राष्ट्रिय एकता अभियान सिराहा जिल्ला अध्यक्ष हेमन्त सिंहको नेतृत्वमा सम्पन्न उक्त प्रदर्शनमा राष्ट्रिय एकता दलका केन्द्रीय सदस्यहरू रामनाथ सनातनी तथा कासेन्द्र यादवले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए। प्रदर्शनका क्रममा आक्रोशित कार्यकर्ताहरूले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्दै केही बेर चक्काजाम समेत गरेका थिए। प्रदर्शनकारीहरूले हिन्दूको हत्या बन्द गर, अल्पसंख्यकको सुरक्षा सुनिश्चित गर, मानवाधिकारको सम्मान गर लगायतका नारा लगाएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य रामनाथ सनातनीले भने, बङ्गलादेशमा बारम्बार हिन्दू अल्पसंख्यकहरूमाथि भइरहेको हत्या र अत्याचार मानवतामाथिको गम्भीर प्रहार हो। अन्तर्राष्ट्रिय समुदायले यस विषयमा मौन बस्नु हुँदैन। त्यस्तै केन्द्रीय सदस्य कासेन्द्र यादवले आफ्नो मन्तव्यमा भने, हिन्दू युवाको निर्मम हत्या केवल एक व्यक्तिको हत्या होइन, यो सम्पूर्ण मानवाधिकार र धार्मिक स्वतन्त्रतामाथिको हमला हो। बङ्गलादेश सरकारले अल्पसंख्यकहरूको सुरक्षा गर्न असफल भएको स्पष्ट देखिन्छ। प्रदर्शनको नेतृत्व गरेका जिल्ला अध्यक्ष हेमन्त सिंहले भने, हामी शान्तिपूर्ण आन्दोलन मार्फत बङ्गलादेश सरकारलाई अल्पसंख्यकको जीवन र सुरक्षाको ग्यारेन्टी गर्न दबाब दिन चाहन्छौं। यस्ता घटनाको अन्त्य नभएसम्म हाम्रो सङ्घर्ष जारी रहनेछ। राष्ट्रिय एकता अभियानले बङ्गलादेश सरकारसँग दोषीमाथि कडा कारबाही गर्न, अल्पसंख्यक समुदायको सुरक्षा सुनिश्चित गर्न तथा मानवाधिकारको सम्मान गर्न माग गरेको छ।